उमा दिदी, मनिता कार्की, दिल्ली कटवाल दाई, अनिल भाइ, गोपाल रेड्डी दाई, देवी खड्का दिदी, त्यसै गरी गीता राईजी र सागर दाईको कुरा सुन्दाखेरि उहाँहरूले चाहिँ यहाँ बोल्ने क्रममा राख्नुभएको सुझावको आधारमा मैले चाहिँ र अरू साथीहरूले चाहिँ उहाँहरूलाई समर्थन गरेको भाव बुझेर बोल्ने जतिलाई धेरै धेरै धन्यवाद र अरू साथीहरूलाई बोल्न पालो दिनुभएकोमा नबोल्नेहरूलाई पनि धेरै धेरै धन्यवाद दिनु। सबैले बोल्दाखेरि अलि लामो पनि हुन्थ्यो। खास गरी अहिले सागर दाइले भनेको लास्टको कुरालाई हेर्दाखेरि चाहिँ मलाई शिव खेराले भनेको याद आएको, विनर्स डु नट डिफरेन्ट बट दे डु डिफरेन्टली भनेर। विजेताहरूले कुनै फरक काम गर्दैनन् तर त्यही कामलाई फरक तरिकाले गर्छ। त्यसैले यो हामीले फरक तरिकाले गर्न खोजेको चाहिँ लागु पदार्थ दुर्व्यसन विरुद्धमा हामी विजेता बन्न सक्छौँ कि भनेरै होला। किन अब हामीले यो मिटिङ सकिएर त्यत्तिकै हिँड्यो भनेदेखि त मिटिङको के चाहिँ महत्त्व भएर होइन। त्यसैले अब समग्र शहरमा हामीले के गर्न सक्छौँ होला त 35वटा टोल विकास संस्थाहरूबाट भन्दाखेरि मैले हजुरहरूकै मनसायलाई आधार बनाएर केही लेखेको छु। यो सकिन्छ कि सकिँदैन फाइनल गरेर उठौँ यहाँबाट भनेको मेरो चाहिँ पहिलो नम्बरमा चाहिँ हरेक टोलले अब डेट चाहिँ मैले 3 महिना भने कति राख्न सकिन्छ, हरेक टोलले 3 महिनाभित्र एउटा लागु पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धीको कार्यक्रम गराउँछ। हरेक टोलले है एउटा कार्यक्रम विशेष दिन राखेर। नम्बर 2 मा सबै टोल विकास संस्थाले विशेष बैठक गरी लागु पदार्थ प्रयोग निषेधित क्षेत्र घोषणा गर्ने गरी आफ्नो टोलभित्रलाई चाहिँ लागु पदार्थ प्रयोग चाहिँ निषेधित क्षेत्र है भनेर घोषणा गरौँ, लिखित रूपमै घोषणा गरौँ। र 3 नम्बरमा सबै टोलले उपयुक्त स्थानमा लागु पदार्थ दुर्व्यसन न्यूनीकरणको लागि कम्तीमा एउटा होर्डिङ बोर्ड राखौँ। त्यो चाहिँ कहाँ चाहिँ बढी त्यो देख्छ मान्छेले, कति मोबिलिटी जहाँ हुन्छ त्यहाँ चोकमा अथवा कुनै गेटमा राख्न सक्यो। अर्को 4 मा 11टा टोल विकास समन्वय समितिको चाहिँ लागु पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी एउटा फेसबुक पेज बनाएर त्यसमा सबैजना जोइन हुँदा त्यहाँ चाहिँ विभिन्न खालको सचेतनामूलक लेखहरू अथवा कुनै कुनै चिजहरू चाहिँ राखेर त्यसलाई चाहिँ सामाजिक सञ्जालमा प्रयोग गर्ने गरौँ। र 5 मा मैले हाम्रो चाहिँ नि गोपाल कृति दाईलाई, उहाँ हाम्रो चाहिँ एकदम टिकटकर पनि हुनुहुन्छ हैन, कलाकार पनि हुनुहुन्छ, उहाँ भाइरल एक्सनमा हुनुभएको मान्छे पनि हो। दाईलाई चाहिँ हामी टोल विकास संस्थाको तर्फबाट एउटा अनुरोध के भने भोलिन्टियरले हामीसँग बजेट छैन हैन, भोलिको दिनमा फेरि जुटाउन सकिन्छ, एउटा सानो छोटो एउटा चाहिँ भिडियो बनाइदिएर त्यो फेसबुक रिल्समा हाल्न सकियोस् अथवा युट्युबतिर हाल्न सकियोस्। योसँग एउटा न्यूनीकरणसँग सम्बन्धित एउटा छोटो मिठो दाइले एउटा यो सहयोग गरिदिनु हुन्छ भन्ने मैले चाहिँ आवाजसहित चाहिँ यो रिक्वेस्ट गरेँ। र यी 6 नम्बरमा चाहिँ माथिका सबै हाम्रा टोलका गतिविधिमा जिल्ला प्रहरी कार्यालयको साथ सहयोग उपस्थितिको हामी अपेक्षा गरौँ। यति गर्न सकियो भने पनि अब हाम्रो एक चरणको अभियान 3 महिनासम्म यो गतिविधिहरू चाहिँ हामीले गऱ्यौँ भने त्यसपछि फेरि अर्को मिटिङ बसेर नेक्स्ट कसरी जाने भन्ने तर्फलाई जाउँला। अलिकति यहाँ छुटेपछि सागाटाले भनेको चाहिँ त्यो अर्को पार्ट पनि युजरहरूलाई पनि राखेर गरौँ भन्ने त्यो चाहिँ जोइन्टली हामी फेरि सल्लाह गरौँला। समन्वय समितिको हामी बैठक बस्छौँ, कुन कुन टोल चाहिँ मिलेर एउटा कार्यक्रम गर्न सकिन्छ 2-3 घन्टाको। हामी टोलसँग चाहिँ हामीले अर्को मुख पनि तात्नु पर्दैन, हामीसँग थोरै थोरै बजेट छ क्या, 2-4 लाख बजेट सबै टोल विकास संस्थामा छ। हाम्रो बालबालिका र युवाको लागि हामीले त्यहाँ 15-20 हजार रुपियाँ छुट्याउनलाई कसैले गाह्रो मान्नु पर्दैन। ती सक्रिय भने भोलि तिनीहरूले त्यो ठाउँ पर्छ। त्यसैले बजेटको पनि खासै दुःख हुन्छ जस्तो मलाई लाग्दैन। अरू वडासम्म हामीले गर्ने सम्बन्ध, नगरपालिकासँग गर्ने सम्बन्ध गरौँला। यति